वचनबाट थोरै शब्दहरू एकदमै छोटो समयमा गइराखेको छु अनि धेरै रहस्य प्रकट गर्न जान्दिनँ। यो सिक्ने अवसर दिनुभएकोमा धन्यवाद छ। अनि परमेश्वरले सबैभन्दा पहिले हामीलाई यो सृष्टिमा यो पृथ्वीमा सृष्टि गर्नुभएको किन हो, के कारणले सृष्टि गर्नुभएको हो भन्ने कुरा गर्दा परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको कारण नै एकदमै स्वाभाविक रूपमा परमेश्वरको आज्ञाकारिता अनि विश्वास अनि उहाँमा भरोसा अनि उहाँलाई प्रेम गर्दै अनि एकापसमा प्रेम गर्दै परमेश्वरलाई प्रेम गर्दै अनि आराधना गर्नको निम्ति सिर्जना भएको हामीलाई स्वाभाविक रूपमा छु। अनि शैतानले हामीलाई अचानक हामीलाई के गर्यो, परमेश्वरको अनाज्ञाकारिता अविश्वास यस्तो बनाइदियो अनि शङ्काहरू ल्याइदियो। परमेश्वरले को विरुद्धमा त्यो शैतानले शङ्काहरू ल्याइदियो र परमेश्वरको अगाडि त्यो लालचहरू ल्याइदियो। परमेश्वर जस्तै भइहाल्ने लोभ लालच ल्याइदियो अनि हामी पृथ्वीका यी मनुष्य जातिहरू सृष्टि गर्नुभएको थियो परमेश्वरले आफ्नो आराधनाको निम्ति। अनि परमेश्वरबाट हामी अलग हुन पुग्यौँ है, परमेश्वरबाट हामी टाढा हुन पुग्यौँ। अनि टाढा भएको मानिसलाई पनि हामीलाई परमेश्वरले यस्तो प्रेम गर्नुभयो कि अनि उहाँले आफ्नो चुन्नुभयो, आफ्नो एकलौटे पुत्र बनाएर आफूमा के गर्नुभयो, मिलापमा ल्याउनुभयो। अनि मिलापमा ल्याइसकेपछि अनि परमेश्वरले हाम्रो जीवनबाट उहाँले के चाहनुहुन्छ, हामी परमेश्वरमा कसरी समर्पित भएको चाहनुहुन्छ अनि आज हामीमा उहाँमा हामी कसरी जीवन दिएको चाहनुहुन्छ भन्ने कुरा वचनहरूबाट म थोरै वचनहरू बोल्न गइराखेको छु है। मानिसप्रतिको परमेश्वरको इच्छा, मानिसप्रति परमेश्वरको इच्छा के हो, चाहना के हो, हामी कसरी उहाँमा समर्पित हुन सक्छौँ अनि कसरी हामी उहाँसँग घनिष्ठता हुन सक्छौँ अनि परमेश्वरले चाहनुभएको वचनहरू परमेश्वरले हामीलाई त्यो वचनबाट देखाउनु भएको कुराहरू म बोल्न गइराखेको छु। अनि थोरै वचनहरूबाट ल्याएर अनि परमेश्वरले हामीलाई के चाहनुहुन्छ, मानिसबाट सबैभन्दा पहिले के चाहनुहुन्छ भन्दा त्यो अलग भएको, त्यो शैतानले हामीलाई परमेश्वरबाटको सम्पर्कबाट अलग बनाएर बिरानो टाढा बनाएको मानिसलाई परमेश्वरले के चाहनुहुन्छ भन्दा सबैभन्दा पहिले उहाँलाई चिनेको, उहाँलाई जानेको, हामी परमेश्वरले हामीलाई बनाउनु भएको, हामी उहाँकै पर्जा हौँ, उहाँ हाम्रा सृष्टिकर्ता हुनुहुन्छ भनेर चिनेर जानेर अनि उहाँलाई धन्यवाद दिएको, उहाँलाई जय जयकार गरेको, उहाँको महिमा प्रशंसा गरेको चाहनुहुन्छ परमेश्वरले। अनि उहाँले पश्चाताप गरेको चाहनुहुन्छ परमेश्वरले है, उहाँ पश्चाताप गरेको चाहनुहुन्छ। पहिला उहाँलाई चिनेर जानेको चाहनुहुन्छ र उहाँलाई आराधना गरेको चाहनुहुन्छ अनि उहाँमा पश्चाताप गरेर समर्पित हाम्रो जीवन समर्पित भएको चाहनुहुन्छ अनि हाम्रा भुल गल्तीहरू उहाँमा स्वीकार गरेको चाहनुहुन्छ परमेश्वरले। अनि उहाँले सत्यको ज्ञान जानुन्, सबैले मुक्ति पाउन् भन्ने चाहनुहुन्छ उहाँ परमेश्वरले सबै पृथ्वीका मानिसहरूलाई। हामी विश्वासीलाई मात्रै होइन, सारा पृथ्वीमा सुरुदेखि सृष्टि भएका मानिस सबै मानिसलाई परमेश्वरले बनाउनु भएको अनि सबै मानिसले उद्धार र मुक्ति पाउन् भन्ने उहाँ चाहनुहुन्छ। अनि सबै पश्चाताप गरेर मेरो नजिक आउन् भन्ने चाहनुहुन्छ। सबैले आफ्ना परमेश्वरसँग अलग हुँदाका ती भुल गल्तीहरू सबै पश्चाताप गरून्, ती भुल गल्तीहरूलाई ममा समर्पित गरून्, ममा जाहेर गरून् अनि ममा क्षमा मागुन् भन्ने कुरा उहाँ चाहनुहुन्छ है। अनि उहाँका आज्ञाहरू पालन गरून् भन्ने चाहनुहुन्छ परमेश्वरले। अनि सत्यको ज्ञान जानुन् भन्ने चाहनुहुन्छ परमेश्वरले। अनि सबैभन्दा पहिले म भजन सङ्ग्रह 100 खण्डलाई पढ्न गइराखेको छु, त्यो निकाल्नुहोस्। अनि यहाँ धन्यवादको भजन भनेर लेखिएको छ। यहाँ के भन्नुभएको छ, दाउदको मुखबाट पवित्र आत्मा परमेश्वर बोल्नुभएको छ। जति पनि यहाँ बाइबलमा परमेश्वरले आफ्ना सेवकहरू आफ्ना मानिसहरूलाई पवित्र आत्मामा चलाउनु भयो, त्यो मानिसहरूबाट नै बोलेका उहाँबाटै मुखबाट निस्केका सबै परमेश्वरका बाणीहरू हुन्। उहाँले नै पवित्र आत्मा अगुवाइमा उहाँले नै उहाँलाई बोल्न पठाउनु भएको। हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जय जयकार गर, आनन्द साथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ। अनि 3मा परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जाना, उहाँले नै हामीलाई बनाउनु भयो र हामी उहाँकै हौँ, हामी उहाँका प्रजा र उहाँका फर्काका भेडाहरू हौँ। उहाँको भवनका द्वारभित्र धन्यवाद साथ कसम प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर, उहाँलाई धन्यवाद चढाओ, उहाँको नाउँको प्रशंसा गर, किनभने परमप्रभु भला हुनुहुन्छ र उहाँको करुणा सदाकाल रहन्छ, उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रहि नै रहन्छ। आमेन। अनि यहाँ परमेश्वरले भन्नुभएको छ, हे सारा पृथ्वीका मानिस हो भन्नुभएको छ है। हामीलाई मात्रै होइन, सारा जति पनि पृथ्वीका मानिसहरू छन् उनी सबैजनाले परमप्रभुलाई परमप्रभु जय जयकार गर, आनन्द साथ उहाँको आराधना गर। अनि
परमेश्वर परमपुरुष नै हाम्रो परमेश्वर हुनुहुन्छ भनिकन जान उहाँले नै हामीलाई बनाउनु भएको हो, हामी उहाँकै प्रजा हौँ भनिकन जान भनेर परमेश्वरले भन्नुभएको छ है। अनि सारा पृथ्वीका मानिसले हामीलाई नै उहाँले बनाउनु भयो, हामी उहाँकै प्रजा हौँ भनेर उहाँलाई धन्यवाद चढाएको उहाँ चाहनुहुन्छ है पहिलो कुरा। अनि दोस्रो कुरामा परमेश्वरले पश्चाताप गरेको चाहनुहुन्छ। पश्चाताप नगरी परमेश्वरको नजिक कोही पनि जान सक्दैन है, परमेश्वरको अगाडि जान सक्दैन। अनि यूहन्नाको पुस्तकमा पनि जब प्रभु येशू ख्रीष्टको प्रचार सुरु हुन भन्दै उहाँको सेवाकाई प्रारम्भ हुनुभन्दा पहिले नै यूहन्नालाई परमेश्वरले के गर्नुभयो, किनभने त्यो यूहन्नाको 4 अध्यायको 2 पदमा हुनसक्छ कि पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक छ भनेर प्रचार गर्नुभयो उहाँले। अनि 4को 16 पदमा पनि परमेश्वरले येशू ख्रीष्ट स्वयंले के भन्नुभयो उहाँको सेवा कार्यमा, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक छ भन्नुभयो। हामी स्वर्गको राज्यभित्र पस्न अनि परमेश्वरको घनिष्ठता हुनलाई पश्चाताप बिना हामी उहाँको नजिक जान सक्ने रहन्छौँ है। हामी सारा हाम्रा भुल गल्तीहरू हामी पश्चाताप गरेर हाम्रा विगतका अफसोस गरेर प्रभु हामीले तपाईँलाई नचिन्दा नजान्दा कति कुरा भुल गल्ती गरियो, हामीलाई क्षमा दिनुहोस्, अब हामी उसो तिनलाई दोहोऱ्याउने छैनौँ, हामी तिनलाई सदा सर्वदाको निम्ति तपाईँको नाममा हामी त्याग छौँ भनेर हामी पश्चाताप नगरिकन परमेश्वरको नजिकमा जान पाइरहेनछ है। अनि परमेश्वरको वचनमा पश्चातापमा के लेखिएको छ भन्दा यसैया पुरानो करारको यसैया 30को 15 पदमा पनि के लेखिएको छ भन्दा यसैया 30को 15 निकाल्नुहोस् त। 15 यसैया 30को 15 पदमा यहाँ यस्तो लेखिएको छ, परमप्रभु परमेश्वर इस्राएलका परम पवित्र यही भन्नुहुन्छ, पश्चाताप र विश्राममा तिमीहरूको उद्धार छ, मौन धारण र भरोसामा तिमीहरूको शक्ति छ, तर तिमीहरूले यी कुरा गर्न चाहँदैनौ भन्नुभएको छ है। इस्राएलीहरूलाई के भन्नुभएको छ, एकदमै पश्चातापमा तिमीहरूको विश्राम छ, आराम छ, आत्मालाई विश्राम छ, अनि तिमीहरूको उद्धार छ। अनि मौन धारण भनेको हामी जस्तै अवस्थामा पनि चुप लाग्नु है, परमेश्वरमा नगनाउनु, अनि उहाँमा एकदमै भरोसा गर्नु, उहाँमा नै तिमीहरूको शक्ति छ, अनि तिमीहरू त्यो गर्न चाहँदैनौ। अनि हामी पश्चाताप गरेनौँ भने उद्धार पनि हुने रहेनछ, अनि मौन धारण गरेन भरोसा गरेनौँ भने हामीमा परमेश्वरको शक्ति पनि हुने रहेछ, अनि तिमीहरू त्यो कुरा गर्न चाहन्नौ भन्नुभएको छ है। पश्चातापमा नै एकदमै शक्ति छ, विश्राममा शक्ति छ, मौन धारण र चुपचाप जस्तै अवस्थामा पनि चुपचाप बसेर उहाँलाई धन्यवाद दिनु, अनि उहाँमा भरोसा, सबै कुरा परमेश्वरले गर्नुहुन्छ भनेर उहाँमा भरोसा गर्नु पनि एकदमै शक्ति सामर्थ्यको कुरा हो भनेर लेखिएको छ। अनि यसैया 1को 18 पदमा पनि परमेश्वरले के भन्नुभएको छ, आऊ तिमी हामी छलफल गरौँ, अनि तिमीहरूका पापहरू एकदमै राता रङका सिँदुरे रङका भए तापनि म तिमीहरूका पापहरू क्षमा गर्नेछु, म तिमीहरू पापहरू सम्झने छैन भन्नुभएको छ नि। अनि हामी उहाँमा समर्पित भएर आफ्ना भुल गल्तीहरूलाई उहाँमा राखेर हामी पश्चाताप गरेर अफसोस गरेर प्रभु हामीलाई क्षमा दिनुहोस् भनेर हाम्रो सबै कुरा उहाँमा पेश गरेदेखि उहाँले क्षमा मागे पश्चाताप गर्ने हो भने परमेश्वरले हाम्रा सबै विगतका पापहरूलाई पनि उहाँले शुद्ध बनाउनुहुन्छ, अनि उहाँले उद्धार र मुक्ति गर्नुहुन्छ है। अनि परमेश्वरको वचनमा पश्चाताप धेरै पुस्तकहरूमा धेरै ठाउँमा लेखिएको छ है। पश्चाताप गर्नु एकदमै जरुरी छ। पश्चाताप नगरिकन परमेश्वरको नजिक हामी कुनै हालतमा पनि जान सक्दैनौँ। हामी जस्ताको तस्तै रह्यौँ, हामी परमेश्वरलाई वरण गरे पनि, बप्तिस्मा दिए पनि, अनि हामी चर्चमै आए पनि, हामी बाइबलै पढे पनि, जति नै जे गरे पनि हामीले साँचो तरिकाले हामी उहाँमा पश्चाताप गरेर आफ्ना भुल गल्ती स्वीकार गरेर हामी तिनलाई त्यागेका छैनौँ भने परमेश्वरको चरणमा जानलाई हामीलाई असम्भव छ भन्ने कुरा यहाँ बताइराखेको छ। प्रकाश 2को 5 पदलाई पनि हामी हेर्न सक्छौँ पश्चातापको बारेमा। प्रकाशको 2 अध्यायको 5 पदमा के लेखिएको छ भने, यसै कारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु भन्नुभएको छ है। अनि परमेश्वरले हामी कहाँबाट खसेका छौँ, हाम्रो कहाँ भुल गल्ती भइराखेको छ, अनि हामीले कहाँदेखि परमेश्वरलाई अनादर गरेका छौँ, हामीले कुन कुरामा पश्चाताप गरेका छैनौँ, हामीले कुन कुरा त्यागेका छैनौँ भन्ने कुरा हामीले आफ्नो जीवनमा आफैले निहालेर हेरेर अनि
पश्चाताप गर्न जरुरी छ। नत्र त त्यो हामी गरेनौँ भने नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने म त्यो सामदान तिम्रो ठाउँबाट हटाइदिनेछु अनि परमेश्वर हाम्रो साथमा हुनुहुने छैन भन्ने कुरा यहाँ लेखिएको छ। उसको प्रकाशको 3:19 पनि यस्तो लेखिएको छ। 3:3 पनि तिमी यहाँ के लेखेको छ भने यसै कारण तिमीले जे पायौ र सुन्यौ सो सम्झ, त्यसलाई कायम राख, पश्चाताप गर। यदि तिमी जागा रहेनौ भने त म स्वर्गस्थै आउनेछु र म कुन बेला आउनेछु सो तिमीले थाहा पाउने छैनौ भनिकन लेखिएको छ है। परमेश्वर कुन बेला आउनुहुन्छ हामीलाई थाहा छैन। हामी भोलि पश्चाताप गरौँला, आज त यो गरिहालौँ, पर्सि गरौँला, अर्को दिन गरौँला भनेर नहुँदछ। परमेश्वर अचानक कुन दिन आउनुहुन्छ अनि हामी सबै जीवनका कुराहरू पश्चाताप गरेर हामी उहाँमा समर्पित भइराख्नु एकदमै जरुरी छ भन्ने कुरा यो पदले देखाइराखेको छ। अनि हामी भुल गल्ती स्वीकार हामी गर्न जरुरी छ। अनि हितोपदेश 28:13 पनि यहाँ के लेखेको पाइन्छ भन्दा आफ्नो पापहरू लुकाउनेको उन्नति हुँदैन, जसले कि स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँदछ भनेर लेखिएको छ है। अनि हामीले कति मान्छेको अगाडि हाम्रा भुल गल्तीहरू लुकाइराखेका हुन्छौँ, मान्छेले थाहा पाउँछ कि भनेर। तर परमेश्वर एकदमै सर्वव्यापी हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ, अन्तर्यामी हुनुहुन्छ। अनि उहाँ परमेश्वरले हामीलाई हरपल देखिरहनुहुन्छ। अनि हामी परमेश्वरको डर भए नमानेर मान्छेको डर भए मान्दछौँ। अनि हाम्रा भुल गल्तीहरू हामीले परमेश्वरमा दायर गर्दैनौँ, त्याग्दैनौँ। अनि परमेश्वरले देख्ने जान्ने हुनुहुन्छ। अनि यहाँ भन्दै हुनुहुन्छ कि आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, जसले कि स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउनेछ भनिकन परमेश्वरको वचनमा भन्नुभएको छ। भजन सङ्ग्रहको 51:56 पनि परमेश्वरले यहाँ भन्नुभएको छ, म हृदयको सत्यता चाहँदछु भन्नुभएको छ है। भजन सङ्ग्रह 51:5-6 भजन सङ्ग्रह 51:6 पनि परमेश्वरले म हृदयको सत्यता चाहँदछु भन्नुभएको छ है। अनि हामी विश्वासीमा अरूमा हामी एकदमै नम्र बन्दछौँ, सबैलाई जयमसी भन्दछौँ। एकदमै मण्डलीमा आउँदाखेरिमा हामी सबैमा एकदमै असल व्यवहार बाहिर देखाउँदछौँ। हामीले हो उहाँ त कति असल भनेर भन्नु, तर हाम्रो भित्री हाम्रो अनुशासनलाई, हाम्रो डिसिप्लिनलाई, हाम्रो क्यारेक्टरलाई, भित्री कुरालाई देख्नुहुने परमेश्वर हुनुहुन्छ है। सबैभन्दा हामी मान्छेको भय भन्दा पनि हामी परमेश्वरको भय मान्नु नै एकदमै जरुरी छ। अनि सत्यता, उहाँ हृदयभित्रको सत्यता परमेश्वर चाहनुहुन्छ। बाहिर नक्कली भन्छ नि, बाहिर मान्छे त्यो नक्कली व्यवहार गरेको उहाँले चाहनुहुन्न। एकदमै भित्रको सत्यता उहाँले चाहनुहुन्छ भनेर हामी भित्र हृदयमा नै हो भने हो, होइन भने होइन भन्ने जस्ता कुराहरू सत्यता उहाँले चाहनुहुन्छ है। अनि आफ्ना भुल गल्ती उहाँलाई स्वीकार गर्दै हामी पश्चाताप गर्नु जरुरी छ। अनि होशे 5:15 पनि यहाँ परमेश्वरले यसरी बोल्नुभएको छ, जब तिमीहरूले आफ्ना दोष स्वीकार गर्दैनौ तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु, तिमीहरूले मेरो अनुहार खोज्नेछन्। अनि त्यहाँ यत्नपूर्वक खोज्नेछन् अनि मैले पाउने छैन, यस्ता कुराहरू त्यहाँ लेखिएको छ है। अनि जबसम्म हामीले आफ्ना भुल गल्तीहरू दोषहरू हामीले स्वीकार गर्दैनौँ परमेश्वरमा, अनि उहाँ फर्केर आफ्नै ठाउँमा रहनेछु भन्नुहुन्छ। उहाँ त स्वर्गको सिंहासनमा हुनुहुन्छ। अनि उहाँ पिता, पुत्र, पवित्र आत्मा उहाँ त्रिएक हुनुहुन्छ उहाँ है। उहाँ पृथ्वीमा पनि हुनुहुन्छ। पुत्र पठाउनु भयो, प्रभु येशू ख्रीष्टलाई आफ्नै वचन देहधारी भइकन पुत्रको रूपमा पठाउनु भयो। उहाँले आफ्नो काम, हाम्रो उद्धारको काम सिद्ध्याएर उहाँ स्वर्ग जानु भइसकेपछि चाहिँ उहाँले हामीलाई पवित्र आत्मा, आफ्नो प्रतिज्ञा अनुसार पवित्र आत्मा पठाउनु भएको छ। अनि उहाँ आफ्नै ठाउँमा हुनुहुन्छ। अनि उहाँ हामीले जबसम्म हाम्रा भुल गल्तीहरू स्वीकार, आफ्नो दोषहरू उहाँलाई स्वीकार गरेर हामी उहाँ समर्पित हुँदैनौँ तबसम्म उनीहरूले खोज्नेछन्, मलाई भेटाउने छैनन् भनेर परमेश्वरले यहाँ भन्नुभएको छ। अनि उहाँ परमेश्वरले सबैले सत्यको ज्ञान जानुन् भन्ने कुरा उहाँ जान्नुहुन्छ, सबै जीवित रहन् भन्ने कुरा उहाँ परमेश्वरले जान्नुहुन्छ। अनि परमेश्वरले एकदमै हामी विश्वासीहरू है, संसार पनि सबै परमेश्वरकै हो, सबै मानिस परमेश्वरकै हुन्, तर पनि परमेश्वरका संसारका मानिसहरूले उहाँलाई मान्दैनन्, उनीहरूले परमेश्वरलाई त्यागेका छन्। हामी सबै सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ भनेर जान्दैनन्। त्यसै कारणले संसारको चालचलनबाट अलग रहेको उहाँ चाहनुहुन्छ है। हामी संसारका चालचलन रीतिथितिहरू, संसारका मान्छेका चालचलन रीतिथितिहरू, उहाँका सोचाइ विचारहरूबाट हामी अलग रहेको, हामी परमेश्वरका जनहरू उहाँबाट अलग रहेको चाहनुहुन्छ। अनि यहाँ के भनेको छ, 2 कोरिन्थी 6:17-18 हेर्नुहोस् त।
यहाँ 16 पत्नीमा पढ्नेछु। मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता, किनभने हामी जीवित परमेश्वरका मन्दिर हौँ। जसरी परमेश्वरले भन्नुभएको छ, म तिमीहरूमा बास गर्दछु र तिमीहरूका बिचमा हिँडुल गर्दछु, म तिमीहरूका परमेश्वर हुनेछु अनि तिमीहरू मेरा प्रजा हुनेछन्। अनि 17मा यसै कारण तिमीहरूका बिचबाट निस्केर आओ र म तिमीहरूबाट तिमीहरू अलग हो, परमप्रभु भन्नुहुन्छ, अशुद्ध कुरा केही नछौ र म तिमीहरूलाई गर्नेछु। अनि म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरी हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुनेछ। अनि परमेश्वरले हामीलाई संसारका देवी देवता पुज्ने मानिसहरूबाट, उनीहरूको चालचलन रीतिथितिहरूबाट, सबै कुराबाट अलग भएर अनि परमेश्वरको आराधना, अनि परमेश्वरको सेवक, अनि परमेश्वरलाई धन्यवाद उहाँलाई आराधना गर्दै हाम्रो जीवन जिएको उहाँ चाहनुहुन्छ। अनि हामी संसारका मानिसहरूलाई हामी प्रेम गर्दछौँ, उहाँसित व्यवहार पनि गर्दछौँ, बोल्दछौँ, उहाँहरूलाई प्रेम गर्दछौँ। तर पनि हामी उहाँहरूका व्यवहारसित, उहाँको चालचलन, उहाँका रीतिथितिहरूबाट निस्केर आओ, तिमीहरू निष्कलङ्क शुद्ध हो, अशुद्धतिर केही नछौ, तब मात्र म तिमीहरूलाई ग्रहण गर्दछु भने हामी दोधारे संसारका कुरातिर पनि एकदमै ठिक्क हुने अनि परमेश्वरतिर पनि ठिक्क हुने भएको परमेश्वरले चाहनु हुँदैन। उहाँ संसारका कुराहरूबाट अलग भएको उहाँ चाहना गर्नुहुन्छ। याकुब 4:4 पनि परमेश्वरले यसरी भन्नुभएको छ। अनि याकुब संसारसितको मित्रता अनि परमेश्वरको शत्रुता हो भनेर त्यहाँ लेखिएको छ। याकुब 4:4 यहाँ लेखिएको छ, बेविचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसै कारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँदछ भनेर यहाँ लेखिएको छ। साँच्चै नै हामी बेविचारी भन्नाले सबै कुनै पनि सोच्न नहुने कुरा, गर्न नहुने कुरा, सबै कुरा बेविचार हुन्। अनि ती बेविचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने के तिमीहरूलाई थाहा छैन? यसै कारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफूलाई परमेश्वरको शत्रु बनाउँछ। हामी संसारका चालचलन रीतिथिति सबै कुरामा हामी सम्मिलित हुन्छौँ र अनि फेरि मण्डलीमा पनि आउँछौँ, हामी विश्वासी पनि बन्छौँ। अनि हामी संसारका कुराहरूसित पनि हामी एकदमै चाहना राख्छौँ, उनीहरूसित पनि मित्रता हुन्छौँ, हामी सबै कुरामा सहभागी, उनीहरूका रीतिथिति व्यवहारमा भने परमेश्वरको शत्रु बन्नुहुन्छ परमेश्वर। अनि शत्रु भएपछि हामीलाई परमेश्वरको कुनै पनि आशिष, कृपा, कुनै पनि स्थान, कुनै पनि स्वर्गको राज्य, उहाँको कुनै पनि सहायता हामीले पाउने छैनौँ भनेर लेखिएको छ है। अनि सबै मानिसहरूले मुक्ति पाउन तिनीहरूले सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ भनेर लेखिएको छ है। अनि उहाँ यो 1 तिमोथी 2:4-5 हेर्नुहोस्, सबै मानिसहरूले मुक्ति पाउन तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने उहाँ इच्छा गर्नुहुन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ। परमेश्वर र मानिसहरूका बिचमा मध्यस्थता पनि एउटै हुनुहुन्छ, मानिस ख्रीष्ट येशू भनेर यहाँ लेखिएको छ है। अनि परमेश्वर एउटै हुनुहुन्छ। 1 तिमोथी 2:4-5 अनि परमेश्वरको इच्छा र चाहना के छ भने सबै सारा संसारका मानिसहरूले उद्धार पाउन्, मुक्ति पाउन्, सत्यको ज्ञान जानुन्, अनि परमेश्वरलाई चिनुन्। अनि परमेश्वर एउटै हुनुहुन्छ। अनि परमेश्वरका मानिसको बिचमा मध्यस्थता, हामीलाई उद्धार गर्ने उद्धारकर्ता, मुक्तिदाता, हाम्रो पापको प्रायश्चित गर्ने मध्यस्थता, स्वर्ग पृथ्वीबाट स्वर्गसम्म परमेश्वरको राज्यमा मिलाप गराउने मध्यस्थकर्ता पनि मानिस येशू ख्रीष्ट एउटै हुनुहुन्छ, परमेश्वरका पुत्र भनेर यो सत्यको ज्ञानमा सबै पृथ्वीका मानिस आउन् र उद्धार पाउन् भन्ने उहाँ चाहनुहुन्छ। अनि परमेश्वरलाई धन्यवाद होस्। अनि परमेश्वरले मानिसको मृत्युमा खुसी हुनुहुन्न, अनि आफ्ना दुष्ट चालहरू त्यागेर बाँच्छन् भन्ने उहाँ चाहनुहुन्छ। अनि इजिकियल 33:11 तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ परमेश्वरले इजिकियल अगमवक्तासँग परमेश्वरको पवित्र आत्माबाट परमेश्वर यसरी बोल्दै हुनुहुन्छ, त्यसैले तिमीहरूलाई भन् भनेर इजिकियललाई भन्नुहुन्छ। त्यसैले तिनीहरूलाई भन् जस्तो म जीवित छु परमप्रभु परमेश्वर भन्नुहुन्छ, दुष्टहरूको मृत्युमा म खुसी हुन्न, तर तिनीहरूले आफ्ना चाल त्यागेर बाँचुन् भन्ने म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग, हे इस्राएलका घरना हो, तिमीहरू किन मर्छौ भन्नुहुन्छ है। अनि परमेश्वरले यहाँ कति असल वचन भन्नुभएको छ। अनि उहाँ कुनै पनि एउटा दुष्ट, कुनै पनि एउटा मानिस, पृथ्वीको एउटै मानिस पनि उहाँले उनीहरूको आत्मा मृत्यु भएको, आत्मा मृत्युमा गएको उहाँ चाहनुहुन्न, खुसी हुनुहुन्न। तर
तिनीहरूले आफ्नो चाललाई त्यागेर बाँचिन् भन्ने उहाँ चाहनुहुन्छ है। सबै संसारका मानिसहरू परमेश्वरको नजरमा बराबरी छन् अनि सबै आफ्ना चाल चलनहरू त्यागेर अनि एउटै परमेश्वरलाई चिनुन् जानुन् र अनि उनीहरूको आत्मा सदा सर्वदा अनन्त बाँचोस् भन्ने उहाँ चाहनुहुन्छ। परमेश्वर आफ्नो प्रजाहरूको विपत्तिमा रुनुहुन्छ भनेर लेखिएको छ है। परमेश्वर आफ्नो प्रजाहरूको विपत्तिमा रुनुहुन्छ भनेर यहाँ वचनमा एर्मियासँग बोल्नुभएको छ। एर्मिया 13:17 हेर्नुहोस्। तर तिमीहरूले ध्यान दिएर सुनेनौ भने त तिमीहरूका घमण्डको कारणमा गुप्तमा रुनेछु, परमप्रभुको बगाल पैसमा लगिने हुनाले म धुरु धुरु रुनेछु, मेरो आँखाबाट आँसुको धारा बग्नेछ भनेर परमप्रभुले यहाँ भन्नुभएको छ। यहाँ इस्राएली जातिहरूलाई जुन परमेश्वरका जनहरूलाई उनले आज्ञा उल्लङ्घन गरेको कारण बेबिलोनको राजाले उनलाई हडप गरेर कब्जा गरेर लगेको थियो, उनीहरू पैसमा परेका थिए। त्यतिखेर एर्मिया अगमवक्तासँग परमेश्वर यसरी बोल्नुभएको छ, तर तिमीहरूले ध्यान दिएर सुनेनौ भने त तिमीहरूको घमण्डको कारणमा गुप्तमा रुनेछु, परमप्रभुको बगाल पैसमा लगिने हुनाले म धुरु धुरु रुनेछ, मेरो आँखाबाट आँसुको धारा बग्नेछ। त्यस्तै हामी पश्चाताप गरेनौँ, हाम्रो भुल गल्ती स्वीकार गरेनौँ, हामी सत्यको ज्ञानलाई हामी ज्ञानमा आएनौँ अनि हाम्रा सबै उहाँमा समर्पित, हामी साँचो तरिकाले उहाँमा समर्पित भएनौँ भने हामी एक दिन अनन्तको नरकको राज्यमा त्यो अग्निकुण्डमा परमेश्वर आफैले खानु पर्दा उहाँ परमेश्वर एकदमै दुखित हुनुहुन्छ, रुनुहुन्छ अनि गुप्तमा उहाँ रुनुहुन्छ भन्ने कुरा यहाँ लेखिएको छ है। अनि परमेश्वरको वचनबाट परमेश्वरले यहाँ स्पष्टै लेख्नु भएको छ। अनि परमेश्वरले सबै कुरा आफ्नो पश्चाताप गल्ती स्वीकार गरेर सत्यको ज्ञानमा आएर अनि संसारका कुराहरूबाट अलग भएर अनि हामी उहाँमा समर्पित भएर अनि परमेश्वर नआउने जेलसम्म हाम्रो अन्तिम साससम्म, हाम्रो जीवनको अन्तिम साससम्म उहाँलाई प्रशंसा दिँदै, उहाँका बाइबलहरू अध्ययन गर्दै अनि उहाँको शिक्षामा ध्यान दिँदै हामी सबै संसारबाट निष्कलङ्क र पवित्र भएर उहाँ जिएको हामीले चाहनुहुन्छ है। अनि यहाँ परमेश्वरले पावलको मुखबाट यहाँ के बोल्नुभएको छ भन्दा पहिलो तिमोथी 4:14 हेर्नुहोस् त। 4:13 रहेछ। यहाँ भन्नुहुन्छ परमेश्वरले म नआउन्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउन, प्रचार गर्नमा, शिक्षा दिनमा ध्यान देऊ भनेर भन्नुहुन्छ है। हामी परमेश्वरका जनले हाम्रो अन्तिम साससम्म, हाम्रो जीवन रहेसम्म अनि हाम्रो परमेश्वर यो पृथ्वीमा नआएको पुस्तासम्म सबै मानिसहरूले उहाँ आउने पुस्तासम्म नै उहाँ म नआउनेसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्न र शिक्षा दिनमा ध्यान देऊ भन्नुभएको छ है। हामी परमेश्वरका जनले अनि बाइबलको यो पाठ, धर्मशास्त्र पाठ गर्न, अरूलाई सुनाउनमा अनि अरूलाई प्रचार गर्नमा, शिक्षा दिनमा एकदमै ध्यान देऊ भन्ने कुरा लेखिएको छ। अनि परमेश्वरले हामी विश्वासी जीवनमा उहाँले हामीलाई जस्तै अवस्थामा पनि निरन्तर प्रार्थना गरेको, निरन्तर आनन्द भएको, उहाँमा भरोसा गरेको, सबै परिस्थितिमा उहाँलाई धन्यवाद चढाएको परमेश्वर चाहनुहुन्छ। यो कतिमा छ? पहिलो थेसलोनिकी 5:16-17 18 छ। सधैँ आनन्दित रहेको, निरन्तर प्रार्थना गरेको र सबै परिस्थितिमा उहाँलाई धन्यवाद चढाएको परमेश्वर चाहनुहुन्छ। यो पहिलो थेसलोनिकी 5:16-17-18 लेखिएको छ। पहिलो थेसलोनिकी 5:17-18 सधैँ आनन्दित हुनको निम्ति उहाँलाई हाम्रो परिस्थितिलाई हेरेर होइन, हामी परमेश्वरले हामीलाई चुन्नु भएकोमा, उहाँले आफ्नो छान्नु भएकोमा, उहाँले आफ्नो आशिष अनुग्रह दिनुभएकोमा, हामीलाई उद्धार मुक्ति गर्नुभएकोमा अनि हामी जस्तै अवस्थामा पनि दुःखमा, सुखमा, सबै घडीमा अनि सबै परिस्थितिमा उहाँलाई धन्यवाद चढाएको परमेश्वर चाहनुहुन्छ। अनि अन्त्यमा यहाँ पहिलो योहन्ना 2:17 यस्तो लेखिएको छ। अनि यस्तो लेखिएको छ, सारा संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। साँच्चै नै हामी सबै परमेश्वरको मनले चाहेको, उहाँले मनपर्दो जीवन हामी जियौँ अनि पश्चाताप गरी आफ्नो भुल गल्ती स्वीकार गरेर अनि संसारका कुराहरूबाट हामी अलग रहेर अनि निरन्तर उहाँको धर्मशास्त्र पाठ गर्दै, शिक्षा दिँदै अनि प्रचार गर्दै अनि हामी संसारका सबै कुराबाट अलग भएर हामी जियौँ अनि हामी सदा सर्वदा हामी रहनेछौँ। अनि संसार बितेर जान्छन् अनि यो संसारका भएका यी नराम्रा व्यभिचारहरू पनि बितेर जान्छन्, तर परमेश्वरको इच्छा पुरा गरेर चाहिँ सधैँको अनन्त जस्तो परमेश्वर जीवित हुनुहुन्छ
अनि उहाँले आफ्नो नयाँ राज्य दिने हामीलाई प्रतिज्ञा गर्नुभएको छ। अनि त्यो नयाँ राज्यमा उहाँले हामीलाई आफ्नो अधिकारी बनाइसक्नु भएको छ, उहाँले हामीलाई नियुक्ति गरिसक्नु भएको छ। अनि त्यो राज्यमा हामी सधैँको निम्ति जिउनेछौँ भनिकन यो वचनमा लेखिएको छ। अनि अन्त्यमा म एउटा वचन पढ्नेछु। अनि व्यवस्थाको 19:20 पदमा पनि परमेश्वरले के भन्नुभएको छ भन्दा, व्यवस्था र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँग लिन बन्दै बाँचिरह, किनकि परमप्रभुले तिमीहरूका जीवन हुनुहुन्छ र तिमीहरूका पुर्खा अब्राहम, इसाक र याकुबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ। हामी साँच्चै नै हामी परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै उहाँसँग उहाँसँग जोडिँदै उहाँसित सम्पर्क हुँदै बाँचिरह भनेर उहाँले भन्नुभएको छ। किनकि परमप्रभु तिमीहरूका जीवन हुनुहुन्छ, उहाँ हाम्रा जीवन हुनुहुन्छ। अनि हामी उहाँसँग उहाँका आज्ञा पालन गर्दै उहाँसँग जोडिँदै जिउनको निम्ति हामीलाई आवश्यक छ। अनि उहाँले दिनुभएको देश त्यो अनन्तको राज्य, पुरानो करारमा त स्वर्गको राज्यको कुनै थिएन, सङ्केत थिएन। त्यो कनान देश दिन्छु, जहाँ दुध र मह बग्ने देश दिन्छु भनिकन भन्नुभएको थियो। अनि प्रभु येशू ख्रीष्ट आउनुभयो, जुन हाम्रो साँचो मुक्तिदाता आउनुभयो। अनि उहाँले भन्नुभयो, यूहन्ना 14 अध्यायमा भन्नुभएको छ कि म स्वर्ग राज्यमा धेरै, मेरो पिताको घरमा धेरै घरहरू छन्, अनि म त्यहाँ गइरहेको छु, तिमीहरूलाई ठाउँ तयार पार्न गइरहेको छु। अनि म तिमीहरूको ठाउँ तयार पारेर म तिमीहरूलाई लिन आउनेछु। अनि तिमीहरू त्यहाँ जानेछौ, अनि मसँग हुनेछौ, अनि तिमीहरूले त्यो बाटो चिन्नेछौ भन्नुभएको छ। अनि 6 पदमा भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, म बाहेक कोही पनि स्वर्गमा जान सक्दैन भन्नुभएको छ। है, नयाँ करारमा त उहाँको राज्य त्यो कनान देश होइन, उहाँले आफ्नो स्वर्ग राज्य नै दिने प्रतिज्ञा गर्नुभएको छ। हामी दीर्घायु हुनेछौँ, उहाँ कहिल्यै पनि नमर्ने जीवन। प्रकाश 4को 20:4 भने जस्तै त्यहाँ शोक र पीडा पनि हुँदैन, त्यहाँ कुनै चिन्ता हुँदैन, एउटा विशेष कुरा त्यहाँ कहिल्यै मृत्यु नै हुँदैन भनिएको छ। त्यो देशमा जाने हामीलाई प्रतिज्ञा गर्नुभएको छ। अनि लास्टको एउटा पद म पढ्नेछु, एवल 2:32 पदलाई पढेर म अन्त गर्नेछु। एवल पुरानो करारको एवल 2:32 पद। यहाँ 32 पदमा भनिएको छ, परम प्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ, किनकि परमप्रभुले भन्नुभयो अनुसार सियोन पर्वत र यरुशलेममा परमप्रभुले बोलाउनु भएको अनुसार बाँचेकाहरूको छुटकारा हुनेछ। परमप्रभुले हामीलाई कसरी जिउनको निम्ति हामीलाई बोलाउनु भएको हो है। हामी उहाँलाई चिनेर जानेर उहाँले हाम्रा सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँले नै हामीलाई बनाउनु भयो। अनि उहाँभन्दा उद्धारकर्ता मुक्तिदाता कोही पनि छैन भनेर अनि उहाँलाई जय जयकार गर्दै, उहाँलाई आराधना स्तुति गर्दै, उहाँको मान सम्मान गर्दै, अनि पश्चाताप गर्दै, अनि आफ्ना भुल गल्ती उहाँलाई स्वीकार गर्दै, संसारबाट निष्कलङ्क पवित्र शुद्ध हुँदै उहाँमा लिन बन्दै अनि हामी जिउनको निम्ति उहाँले बोलाउनु भएको। त्यसरी नै जिएकाको मात्रै उद्धार हुनेछ भनिकन यहाँ भन्नुभएको छ। है, यहाँ बोलाउनु भए अनुसार बाँचेकाहरूको छुटकारा हुनेछ। हामीले जति नै विश्वासी भए पनि उहाँले बोलाउनु भए अनुसार बाँचेकाको मात्रै अन्त्यमा छुटकारा हुनेछ भनिकन यहाँ लेखिएको छ। अनि परमप्रभुलाई धन्यवाद होस्। अनि कति कुरा मैले तपाईँहरूलाई बुझाउन सकिनँ। अनि तपाईँ परमेश्वरले तपाईँलाई नयाँ ज्ञान बुद्धि दिनुभएको होस्, यो पढेर आफैले नयाँ आशिषहरू पाउनुभएको होस्, अझै रहस्यका कुराहरू तपाईँ परमेश्वरले तपाईँलाई देखाउनु भएको होस्। अनि आज परमेश्वरको कसरी जिउनको निम्ति उहाँले बोलाउनु भएको, हामी त्यसरी नै जिउन सकौँ र हामी अन्त्यमा हामी स्वर्गको राज्यको भागीदारी हुन सकौँ भन्दै आजको वचनलाई यहाँ राख्दै अनि म आदरणीय पास्टरज्यूलाई समय दिँदै सबैजना जय मसीह भन्दछु। जय मसीह।